थोरै नुन हाल्नुहोस्। नुन स्वाद अनुसारको नुन हाल्नु होला। मिक्स गर्नुहोस्। नढाक्नु होला है। म चाहिँ नि खुल्लै पकाउँछु, कसैले ढाक्ने चाहिँ नि गर्छन्, ढाक्दा पनि हुन्छ, लेकिन म चाहिँ नि नढाकेर बनाउँछु हैन। सक्यो। अब थोरै अब हल्दी हाल्नुपर्छ। हल्दी है साथी, हल्दी धेरै नहाल्नु होला, स्वाद अनुसारको हाल्नु होला। पाकिसकेपछि हालेपछि अलिक गनाउँछ है। हल्दीको साथसाथै पाक्छ है। यति भएपछि कालो खुर्सानी, लाल मिर्च पाउडर आफ्नै अनुसार हाल्नु होला, कति पिरो खानुहुन्छ। म चाहिँ नि अलिक पिरै हाल्छु। धनिया पाउडर, यसरी हल्लाएर एकछिन यसलाई सिनोमा लोमा बनाउनु होला है। एकछिनपछि रेडी। एकछिन मसला पाक्नु दिनुपर्छ है। साथीहरू, मेरो भिन्डी चाहिँ नि तयार भयो। अब धनिया रेडी। ओके बाय।